सबैजनालाई जय मसीह। आज फेरि पनि बाइबलबाट एउटा पद लिएर आएको छु। 1 पत्रुस 5 को 7 मा लेखिएको छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। आमेन। साँच्चै आज हाम्रा हरेक चिन्ताहरू, हाम्रा फिक्रीहरू, हाम्रा विभिन्न किसिमका डरहरू, आज हामी भएका सबै कुराहरूलाई परमेश्वरको उपस्थितिमा हामीले ल्याउन आवश्यक छ। साँच्चै आज हामीमा दुःख छ होला, कष्ट छ होला, हामीमा अनेकौँ कुराहरूको चिन्ता छ होला, भविष्यको डर छ होला, चाहे कुनै पनि कुराको डर छ, ती सबै कुराहरूलाई हामीले परमेश्वरको उपस्थितिमा राखौँ। फेरि आज परमेश्वरले तपाईँ र मलाई वास्ता गर्नुहुन्छ। उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ र उहाँले आफ्नो प्रेम आफ्नो पुत्रलाई अनि पुत्रद्वारा आफ्नो प्रेम उहाँले प्रकट गर्नुभयो। आमेन। साँच्चै परमेश्वर भला परमेश्वर हुनुहुन्छ, उहाँ कृपालु परमेश्वर हुनुहुन्छ। उहाँले चाहिँ तपाईँ र मेरो वास्ता गर्नुहुन्छ। धन्यवाद। परमेश्वरको महिमा भएको फेरि पनि सबैजनालाई जय मसीह।